हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हो दसैँको टिकाको चाहिँ सरसामानहरू सबै रेडीसेडी पार्यौँ। टिकाको साइज चाहिँ अलिक ढिलो छ भनेर चाहिँ अनि हामी चाहिँ यता पकाइतुलाइपट्टि लाग्यौँ। पकाइतुलाइ गरिसकेपछि चाहिँ अनि हामी चाहिँ टिका लगाउनु बस्यौँ। टिका चाहिँ यसपालि हाम्रो आफ्टर म्यारेज मतलब बिहा भइसकेर चाहिँ फर्स्ट टिका हो। किनकि हाम्रो सन्तानहरू चाहिँ यति बिना लामो छ, ठुलो छ हो। अनि त्यही सन्तानमा चाहिँ घरिको खस्ने गरेर चाहिँ बिहा भएकोदेखिबाट चाहिँ यसपालि फर्स्ट हामीले टिका लगाएको। त्यही भएर चाहिँ एकदम एक्साइटेड, मजा आयो। त्यसै पनि मलाई चाहिँ टिकाको चाड चाहिँ साह्रै मनपर्छ। अनि कुनै एक साल लगाउनु नपाउँदा साह्रै मन खल्लो हुन्छ। दसैँको लागि चाहिँ हामी सबैजना एक वर्ष डल्लै पर्खिन्छु है। त्यही एक वर्ष बिचमा फेरि फ्याट्टै कोही केही भयो भने या त फेरि अब सुतकहरू पऱ्यो भने टिकाहरू लगाउनु पाउँदिनँ। त्यसैले गर्दाखेरि निधार खाली हुन्छ, अब नराम्रो लाग्छ है। सबैले टिका लगाएर हिँड्छ, आफूले लगाउनु नपाउँदाखेरि चाहिँ अब कस्तो लाग्छ नि त है। अनि त्यही भएर चाहिँ यसपालि मेरो र मेरो हस्बेन्डको सासू ससुराको हातबाट पनि फर्स्ट टिका अनि मेरो नानीको पनि फर्स्ट टिका है। आफ्टर म्यारेज हामीले टिका लगाएको थिइनँ। अनि त्यतिकै मेरो नानी पनि भइहाल्यो अनि नानीले पनि लगाएको थिएन। अन्त यसपालि चाहिँ हामी तिनजनाले टिका लगायौँ। अनि म र उसको पापा भएर चाहिँ मेरो नानी, देवरको नानी अनि मेरो नन्दलाई पनि एज अ प्यारेन्ट्स भएर चाहिँ अब टिका लगाइदियौँ है। कस्तो खुसी पनि लाग्यो। अनि यहाँ घरको सबैजनाको हातको टिकाहरू लगाइसकेर चाहिँ हामी बोजू माइजू छेमाहरूको घरतर्फ पनि लाग्यौँ। उहाँहरूको पनि हातबाट टिका लगाउँदै आशीर्वाद थाप्दै चाहिँ निस्किहाल्यौँ। उहाँहरूको घरतिर चाहिँ हामीले खानाहरू खाएनौँ किनकि मेरो माइत आउनु लागि चाहिँ पुरा टाइम लाग्छ, नभनेको पनि 4 घन्टा जस्तो लाग्छ। अनि टिकाको साइड ढिलो थियो। अन्त त्यहीँ नै अब खानापिना खानु बस्यो भने त अब झनै ढिलो हुन्छ। माइतमा गएर पनि फेरि टिका लगाउनु पर्ने हो, मम्मी र बाबा पर्खिरहेको हुन्छ। त्यही भएर चाहिँ सबैलाई सम्झाउँदै हिँड्यौँ कि अब नेक्स्ट टाइम आएर खाना खान्छु, अहिले चाहिँ हामी निस्केको भनेर चाहिँ। अन्त घरमा अलिअलि चापर चुपुर खाएर चाहिँ निस्क्यौँ। निस्किँदा मेरो नानी पनि सुतिसकेको थियो है। अनि हामी गाडीमा चढेर चाहिँ बाटोमा जाँदा यति बिना जाम भेट्यौँ 30-29 माइलमा हो कि कालीझोडामा हो कि कुनै कहाँ पो हो कि भन्दा जाम भेटेर अब उज्यालोमै निस्केको है। जामले गर्दाखेरि चाहिँ घर पुग्दा ओर्दा रात परिसकेको थियो। अन्त बल्ल घर पुगेर चाहिँ मम्मी बाबाको हातको हामीले बसेर टिका लगायौँ। मेरो दसैँको ब्लग तपाईँहरूलाई के कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट गरिदिनुहोस् होला। हुन्छ त, बाई बाई।